हेलो साथीहरु, आज तपाईहरुलाई म यस्तो नयाँ ठाउँतिर घुमाउन लग्दैछु। जाँदा जाँदा बाटोमा भोक लाग्यो, बजारमा बसेर जसरी गाउँमा बसिन्छ त्यही पनि मकै यसरी दुर्याम पारेर खानु पर्छ। के गर्ने हो, अब आफ्नो बारीमा त मकै छैन के र, त्यही भएर किनेर खाने हो मकै। यो चाहिँ गैरा गाउँको चोक हो अनि तलतिर जाने हो। अब यहाँनिर मूर्ति बनाउने ठाउँ छ अनि यहाँनिर च्याउको लागि पराल थुपारेको छ। यता चाहिँ यो चाहिँ च्याउ घर हो, यता पनि नयाँ नयाँ बन्दैछ च्याउ घर। अनि यो चाहिँ उखुको जुस खाने, अनि यो चाहिँ हो नयाँ प्लटिन, अलि पुरानो भइसक्यो। यो चाहिँ च्याउको पकौडा च्याउ खाने। अनि यहाँनिर छ पोल्ट्री फार्म, यसको जस्ट तलतिर गएपछि क्वारी अनि कर्जाई लाग्छ। अनि यहाँनिर यस्तो दामी मकै छ, के गर्नु र छैन। अनि यहाँ चाहिँ सबै उखुको जुस खाने होटेलहरू छ। अनि यहाँनिर छ लुम्बिनी फुटबलको क्लब। अनि त्यतातिर पनि मकै यस्तो राम्रो भएको छ, चाहिँ बाँझो मारिसकेको खेत हो। अब धान रोप्ने तयारी हुँदैछ यतातिरको। अब 1 महिनामा त भइहाल्छ धान रोप्ने। ड्राइभिङ सेन्टर छ। त्यसपछि लाग्यो यहाँनिरदेखि नयाँ प्लटिन, टक्क धान खाने खेत त सब प्लटिनले खाइरहेछ। यस्तै गरेर प्लटिन खुलिराख्यो भने 2-4 वर्षमा चाहिँ यस्तो भातको लागि अभाव पर्नेवाला छ। कसरी खाने के गर्ने भने जस्तै अहिले कौवाले हेरेको छ त्यस्तै गर्ने भोलि पर्सि हामीले हेर्नुपर्छ। कति धेरै ठाउँमा प्लटिन खुलिराखेको छ। अनि यो प्लटिन खोल्नुको उद्देश्य नै के हुन्छ र, नयाँ नयाँ बस्ती बस्ने हो। अनि यस्तो अवस्थाले कसरी होला, प्लटिन खोलेर त्यतातिर बिहा राखिसक्नु भएको छ भएको मान्छेले रोप्नेलाई। आफ्नो त छैन के र, के गर्ने, पिर लाग्छ प्लटिन खोलेको देखेर पनि। बिस्तारै चाहिँ प्लटिन खोलेपछि 2-4 वर्षमा चाहिँ हामीलाई भात खान एकदम गाह्रो हुनेवाला छ। त्यही भएर सकेसम्म प्लटिन नखोलिदिएकै राम्रो मान्ने थिएँ। म चाहिँ यस्तो भन्छु है, यहाँ चाहिँ त्यहाँ प्लटिन नभएको भएर यहाँ चाहिँ हल्का छ, अलिकति तल प्लटिनै खोलेको छ। भएकोले त अब जग्गा भएकोले त सजिलो छ, नभएको मान्छेलाई, पैसा नभएको मान्छेलाई चाहिँ एकदम गाह्रो छ। यहाँ तल पनि यस्तो दामी छ, जग्गामा आँपसाप रोपेर छ, नभएको मान्छेलाई मलाई त्यस्तै